हेलो गाइज, गुड मर्निङ, नमस्ते सम्पूर्णलाई र साथसाथै मेरी क्रिसमस एन्ड एडभान्समा ह्याप्पी न्यू इयर भन्न चाहन्छु सम्पूर्णलाई। आज चाहिँ हाम्रो यहाँ लुङसामाले चाहिँ हाइकिङ प्रोग्राम गर्नुभएको छ, साथसाथै बिबिक्यू पार्टी पनि। सो हामी चाहिँ हाइकिङको लागि बिहानै निस्केका छौँ र हामी सबैजना चाहिँ जोर्डनमा भेट भएर चाहिँ हामी जाने प्लान गरेका छौँ। सो हामी चाहिँ राइट नाउ जोर्डन आइपुगेको छोराहरू मात्रै। सबैजना कस्तो ठाउँमा छ म देखाउनेछु गाइस। हामी चाहिँ गाडी चढ्ने ठाउँमा आइपुगेको छौँ जाने, त्यहाँदेखि चाहिँ हामी फेरि त्यो चाहिँ हाम्रो गाडी गाडीबाट चाहिँ यहाँसम्म आइपुगेको छु। यहाँ चाहिँ हाम्रो बिबिक्यू प्लेस रहेछ। यहाँदेखि चाहिँ अब हाम्रो हाइकिङ सुरु हुन्छ। सबैजना आइसक्नु भएको छ हाम्रो लुङसामाको थुलुङ दिदीभाइ दाजुबहिनीहरू, हाम्रो अग्रजहरू। हेलो नमस्ते। अनि अब भतिजा उहाँ चाहिँ हाम्रो अध्यक्षज्यू, हाम्रो लुङसामाको, हाम्रो मेरो भाइ। ल हाम्रो चाहिँ सबैजना हाइकिङ टोलीहरूको चाहिँ यहाँ वार्मअप हुँदैछ। वार्मअप गरेर चाहिँ हामी हाइकिङ जानको लागि रेडी। अब हेर्नु सक्नुहुन्छ गाइस, एकदमै जाडो छ आज। जाडो छ छैन, इजी। हाइकिङ हाम्रो लगभग 9 किलोमिटरको हुँदैन। हामी चाहिँ यता र पहिले चाहिँ यही बिन्दुबाट हामी एममा पुगेर त्यसपछि फेरि नेचरल ट्रेल हुँदै हामी फेरि यहीँ नै आइपुग्नेछौँ। र यस बिचमा भएको खण्डमा आयोजकलाई तपाईँहरूले सम्पर्क राख्नु होला। जाडो भइरहेछ अलिक जाडो पनि छ। गाइस हेर्नु सक्नुहुन्छ हाम्रो छोरो हिरो बुढो अनि हाम्रो जुवाई मिठो जुवाई हुनुहुन्छ र पदयात्राको लागि हामी चाहिँ अगाडि बढ्दैछौँ। राम्रो कुदेको पनि कुदिरहेको छु नि त। हामी चाहिँ लगभग 1 किलोमिटर पार गरिसकेको अवस्था छैन। सो मेरो छोरा र म चाहिँ एकदम इन्जोय भइरहेछ आज, रमाइलो भइरहेछ। लुङसामाले चाहिँ वर्षमा आयोजना गर्नुहुन्छ यस्तो प्रोग्राम चाहिँ। सो एभ्री इयर चाहिँ गर्नुहोस् भन्न चाहन्छु म चाहिँ। उहाँको विदेशमै भए पनि को हुनुहुन्छ, कति हुनुहुन्छ, अब एउटा परिचय, एउटा गेट टुगेदर जस्तो हुन्छ। चिनजान विदेशको ठाउँमा अब आफ्नो मान्छेहरू चाहिन्छ। संस्थाले गर्दाखेरि चाहिँ हरेक नेपाल अधिराज्यभरिको थुलुङहरू चाहिँ यो संस्थाले चाहिँ हामीलाई एकजुट बनाएको छ। सो थ्याङ्क यू सो मच लुङसामा आयोजकलाई भन्न चाहन्छु। हरेक दुःख सुखमा चाहिँ संस्थाले चाहिँ हामीलाई साथ दिनुहुन्छ, एक अर्कालाई दुःख सुख पर्दाखेरि। सो यस्तो संस्थामा चाहिँ आबद्ध भइराख्नुपर्छ जो कोही पनि। खोला एकदमै राम्रो बगिरहेको छ, कलकलाउँदो खोला यहाँ जङ्गलको बिचमा। नेचर कसलाई मन पर्दैन होला। सो सबैजना एकदमै खुसी छन्, ह्याप्पी छन्, नेचरसँग रमाइरहेको छन्। यहाँ गाइज हेर्नु सक्नुहुन्छ, मेरो छोरा पनि। हजुर भोक पनि लाग्यो है अब बिस्तारो। हजुर हुन्छ, हजुर खानुपर्छ हजुर। खाना बोकाउनु भयो जस्तो छ। खाजा फ्रुट्सहरू पानीहरू खाइराख्नु भएको छ। मेरो ज्ञानी छोरा, मेरो सहारा, ह्यान्डसम मेरो छोरा। घाम लागिरहेछ, सनसाइन डे भएको छ, एकदमै तातो फिल, न्यानो फिल भएको छ। अघि त जाडोले गर्दा
हरियाली एकदमै ग्रिनरी एकदमै फिलिङ कुल भइरहेछ। आजको हाम्रो पदयात्रा हाइकिङ प्रोग्राम जो थुलुङसामाले आयोजना गर्नुभएको थियो र यो पदयात्रा चाहिँ अब कम्प्लिटली अब सक्नु लागेको छ। 7 किलोमिटर थियो हामी जानुपर्ने, सो कम्प्लिट हुँदैछ र अब लगभग सबैजनालाई भोक पनि लागिरहेछ र हामी चाहिँ बिबीक्यू स्पोर्टतिर जाँदैछौँ। हाम्रो त्यहाँ खाना रेडी गर्दै हुनुहुन्छ हाम्रो दाजुभाइ दिदीबहिनीहरूले। सो बिबीक्यू चाहिँ मेरो फेभरेट पनि हो र आज चाहिँ मैले धेरै खाने प्लान गरेको छु। एकदमै खानु मन लागिरहेछ। सो अब चाहिँ हामी बिस्तारै जति ओह्रालो झर्नुपर्ने त्यो हिँड्नु पनि हिँड्यो। सो अब चाहिँ हामी उकालो लाग्दैछौँ। उकालो हिँडिसकेर चाहिँ हामी बिबीक्यू स्पोर्टमा पुग्दैछौँ। अलिअलि भोक पनि लाग्छ। हेर्नुहोस् गाइज कति राम्रो फुल फुलेको छ जङ्गलमा। यति राम्रो फुल एकदमै एउटा मान्छेको स्यालेरी नै कति राम्रो छ है यो भनौँ न छिटो। सो कति राम्रो फुल जङ्गलै भरिएको अवस्था। हाम्रो 7 किलोमिटर डेस्टिनेसन चाहिँ अब हाम्रो कम्प्लिट भएको छ। हाम्रो हाइकिङ हेर्नु सक्नुहुन्छ गाइस। डान्स गर्दै हुनुहुन्छ हाम्रो ज्वाइँहरू, हाम्रो भाइहरू, हाम्रो ठुलोको दाजुभाइहरू। एकदम इन्जोय गर्नुपर्छ, रमाइलो गर्नुपर्छ यसरी नै। ल नाच्नुहोस् छोरा। हाम्रो 7 किलोमिटरको पदयात्रा हाम्रो थुलुङसामाको कम्प्लिट भएको अवस्था। सो हामी चाहिँ बिबीक्यू स्पोर्टमा आइपुगेको छौँ। अब हामीलाई चाहिँ एकदम धेरै भोक पनि लागिरहेको छ। सो हामी अब बिबीक्यू हामीले हामी चाहिँ एकदमै यहाँ चाहिँ सनसाइन डे भइरहेछ हेर्न सक्नुहुन्छ गाइज। अघि चाहिँ बिहान चाहिँ यहाँ एकदमै चिसो जाडो थियो। सो टिचरहरूले चाहिँ हाम्रो के बनाउनु भयो लेट्स सी। हेलो हामी आइपुगेको अवस्था। के पकाउनु भयो देखाउनु न। वाउ हेर्न सक्नुहुन्छ गाइज। थ्याङ्क यू सो मच तपाईँलाई। हामी चाहिँ एकदम भोक आएको छौँ है। हुँदैछ हेर्नु सक्नुहुन्छ गाइज। नमस्ते नमस्ते। बिबीक्यू एकदम मिठो छ एकदमै। आमा अर्गनाइजरज्यूहरूले रेडी गर्नु भएको कोदोको जाँड छ है गाइज हेर्न सक्नुहुन्छ। वाउ एकदमै कडा चाहिँ कोदोको प्योर जाँड है हाम्रो थुलुङसामाको। फाइनल्ली हाम्रो हाइकिङ चाहिँ सकेको अवस्था र हामी चाहिँ यहाँ बिबीक्यू स्पोर्टमा बिबीक्यू स्पोर्टमा आइरहेको छौँ। हाम्रो 7 किलोमिटरको पदयात्रा त सकियो नि त होइन। अब हामी यो औपचारिक कार्यक्रम बिबीक्यू कार्यक्रम हुन्छ। बिबीक्यू कार्यक्रम। उहाँ चाहिँ मेरो भाइ दिनेश राई थुलुङ हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो थुलुङसामाको अध्यक्ष पनि उहाँहरूले अर्गनाइज गर्नुभएको। एकदमै थ्याङ्क यू सो मच तपाईँहरूलाई। एकदम रमाइलो एकदम फ्रेस